हेलो हेलो दर्शकहरूलाई सबैजनाले म राजेश सिंह अहिले यहाँ विराटनगर अशोक चोक 8बाट र अहिले म आज यो हाम्रो बजारको मेन रोडको चाहिँ तपाईँको हनुमान मन्दिर र अर्को साइडमा चाहिँ ट्राफिक चोकको बिचमा ठिक्क राष्ट्रिय वाणिज्य ब्याङ्कको अपोजिट साइडमा यसरी एउटा रिगल फुटवेयर सुज पसलमा आइपुगेको छु। आज यो मेरो ब्लगमा देखाउनु खोजेको कुरा चाहिँ रिगल फुटवेयरको चाहिँ सुज पसलमा चाहिँ सुज पसलभित्र रहेको के अरे विभिन्न प्रकारको मोडलहरू डिजाइनहरू अनि अहिलेको ट्रेन्ड चलिरहेको डिजाइनहरू सुजको लेडिज जेन्ट्स अनि कुन कुन मोडलको छ त्यो तपाईँहरूलाई म आज देखाउँदै यहाँनिर चाहिँ एकपल्ट सर तपाईँलाई पसलको चाहिँ ओभरभ्यू देखाउँदै अनि त्यस पछाडि चाहिँ म यहाँनिर हेर्न सक्नुहुन्छ बोर्डमा के अरे रिगल फुटवेयर तपाईँहरूलाई चाहिँ अलिकति पसलको लोकेसनहरू बुझ्नलाई चाहिँ सजिलो होस् र चिन्नलाई सजिलो होस् भनेर म तपाईँहरूलाई देखाएको। अनि त्यसपछि चाहिँ अब यसरी देखाउँदै जाँदाखेरि फेरि तपाईँहरूलाई चाहिँ यो मजाले बोर्डमा हेर्नु होला। अनि यो ठ्याक्कै हाम्रो वाणिज्य ब्याङ्कको जस्ट अपोजिटमा रहेको छ। अनि यतातिर चाहिँ उत्तर साइडमा चाहिँ हनुमान मन्दिर र के अरे दक्षिण साइडमा चाहिँ ट्राफिक चोकको बिचमा पर्ने वाणिज्य ब्याङ्कको जस्ट अपोजिट साइडमा छु अहिले म। यहाँबाट तपाईँहरूलाई चाहिँ यो के अरे पसलको चाहिँ अलिकति ओभरभ्यू देखाउँदै त्यस पछाडि चाहिँ यसरी पसलभित्र गएर चाहिँ हामी हेर्नेछौँ यहाँनिर कस्तो कस्तो मोडलको सुजहरू छ अनि त्यसको प्राइजहरू के हो अनि कतिको टिकाउ छ कतिको ओरिजिनल छ छैन त्यो हिसाबले तपाईँहरूलाई म आज देखाउन खोज्दै यहाँबाट चाहिँ अहिले भर्खरै यो ऱ्याकबाट म सुरु गर्दैछु। दर्शकले हेर्न सक्नुहुन्छ यहाँनिर तपाईँहरूलाई चाहिँ म अब यो सरसरी मोडलहरू देखाउँदै जाँदाखेरि यहाँ तल ऱ्याकसम्म यसो हेर्दै गर्नु होला। अनि सुजहरू त्यस पछाडि यस्तरी बिस्तारै म अर्को ऱ्याकतिर तपाईँहरूलाई देखाउँदैछु। अनि यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरूले चाहिँ यहाँ विभिन्न प्रकारको मोडलहरू अहिलेको युथहरूलाई चाहिँ आकर्षित गर्ने टाइपको र अरू पनि भित्र अन्य योहरू चाहिँ यसमा रिगल फुटवेयरमा चाहिँ देख्न पाइन्छ। यहाँ हेर्न सक्नुहुन्छ दर्शकहरू तपाईँहरू राम्रोसँगले हेर्नु होला। यो आज म कस्तो खालको सुजको मोडलहरू अनि सुजहरू अनि त्यसको प्राइजहरूको बारेमा अनि मजाले तपाईँहरूलाई म देखाउँदै लिएर जान्छु। अनि त्यस पछाडि चाहिँ फेरि पनि म एकपल्ट फेरि रिपिट गरेर त देखाउँदै अनि बिस्तारै अरू ऱ्याकतिर पनि यसो देखाउँदै गइरहेको छु। अनि यहाँ हेर्नु होला यो सकेसभित्र रहेको चाहिँ सुजको डिजाइनहरू अनि सुजको मोडलहरू अनि तपाईँहरूले चाहिँ अब यहाँ हेर्न सक्नुहुन्छ राम्रोसँगले दर्शकहरू के अरे कस्तो खालको चाहिँ सुजहरू रहेको छ। अनि यो अहिले हामी चाहिँ खास गरेर चाहिँ जुत्ता पसलमा आएको छौँ तपाईँहरूलाई चाहिँ यो सुजहरूको चाहिँ मोडलहरू देखाउनलाई। अनि यहाँ तपाईँहरूले चाहिँ अब मजाले हेर्नु होला। अनि यहाँ हेर्दै जाँदाखेरि तपाईँको यो म अहिले चाहिँ सुरुमा चाहिँ 1 by 1 त्यो सुजहरू चाहिँ राम्रोसँगले देखाउँछु। अनि त्यो सबै देखाइसकेपछि त्यस पछाडि चाहिँ समग्र रूपमा चाहिँ यो मोडलहरू देखाउँदै जाँदाखेरि अनि पसलभित्र रहेको जति पनि मोडलहरू छ त्यो सबै तपाईँहरूलाई देखाइसकेपछि चाहिँ हामी एकछिन पछाडि चाहिँ यहाँ पसलको अनरसँग पनि कुराकानी गरौँला। कुनै पनि कुराको दाम दरहरूको बारेमा बुझौँला कतिसम्म पाउने कति डिस्काउन्टसम्म दिने यहाँनिर सबभन्दा लो रेन्जमा चाहिँ कतिसम्म छ हाईमा कति छ त्यो तपाईँहरूलाई देखाउन खोज्दै
दर्शकहरूलाई फेरि पनि मेरो तर्फबाट चाहिँ स्वागत छ तपाईँहरूलाई अनि मेरो नमस्कार पनि। म अहिले चाहिँ तपाईँहरूलाई चाहिँ यहाँनिर चाहिँ रिगल फुटवेयरभित्र रहेको चाहिँ जुत्ताको लेडिज र जेन्ट्सको जुत्ताहरूको मोडलहरू देखाउँदै तपाईँहरूलाई चाहिँ यो राम्रोसँगले चाहिँ देखाउँछु। यसको त्यो मोडलहरू अनि यसको प्राइजहरूको बारेमा अनि यहाँ पसलमा कुरा गरौँला र उहाँहरूले चाहिँ अलिकति राम्रोसँग बुझाइदिनुहुन्छ कुनको के कति प्राइस छ अनि उहाँ पसलको चाहिँ अब अलिक फेसिलिटीको कुराहरू बुझौँला। अनि त्यस पछाडि यो पसलमा रहेको चाहिँ जुत्ताहरूको कम्ती दाम र धेरै हाई रेन्जमा कतिसम्म छ त्योहरू पनि बुझौँला। अहिले चाहिँ मैले तपाईँहरूलाई चाहिँ यो एकपल्ट सरासरी चाहिँ यसरी देखाइदिँदै अनि त्यस पछाडि हामी बिस्तारै हामी उहाँ पसलसँग चाहिँ नि कुराकानी गर्छौँ। हामी ऱ्यान्डमली 2-4 सुजहरूको चाहिँ प्राइजहरू चाहिँ बुझौँला। तपाईँहरू हेर्दै गरौँला भिडियोहरू राम्रोसँगले अन्तिमसम्म हेर्नु होला। दर्शकहरू फेरि पनि म तपाईँहरूलाई चाहिँ तपाईँहरूको जानकारीको लागि म भन्न चाहन्छु। अहिले म चाहिँ यहाँनिर के अरे अहिले हामी हेर्दै हुनुहुन्छ राजेश भाइब्स डेली ब्लग च्यानल अनि यसमा चाहिँ तपाईँको अहिले ठिक्क हामी यतातिर अलिकति उत्तर साइडमा रहने हनुमान मन्दिर र अलिकति दक्षिणतिर लागेपछि चाहिँ ट्राफिक चोकको बिचमा रहेको यो राष्ट्रिय वाणिज्य ब्याङ्कको जस्ट अपोजिटको पसल रिगल फुटवेयरमा छौँ र अहिले तपाईँहरूलाई म चाहिँ यो रिगल फुटवेयरभित्र रहेको त्यो लेडिज फ्यासनको जुत्ता चप्पलहरू देखाउँदै हेर्नु होला राम्रोसँगले। खास गरेर चाहिँ अब आदरणीय दिदी बहिनीहरू अनि साथीभाइहरू के अरे स्पेसली यो अहिले चाहिँ म लेडिजको सेक्सनमा छु। यहाँनिर तपाईँहरूलाई चाहिँ म लेडिजको जुत्ता र चप्पलको आइटमहरू देखाउँदै अनि यो सबै राम्रोसँगले चाहिँ हेर्नु होला। अनि मेरो भिडियो मार्फत चाहिँ तपाईँहरूले चाहिँ भिडियो हेरेर तपाईँलाई लाग्छ यो खालको मोडल यो पसलमा छ, यस्तो खालको आफ्नो
माइन्डमा रहेको इमेजिनेसन अनुसारले चाहिँ तपाईँले चाहिँ चुज गर्न सक्नुहुन्छ। मेरो चाहिँ मेन प्रपोजल भनेको नै मेरो ब्लगको मार्फतबाट तपाईँहरूलाई चाहिँ ब्रान्डमा रहेको पसलमा रहेको मोडलहरू चाहे त्यो जुत्ता चप्पलको होस्, चाहे के अरे मोबाइलको होस्, चाहे कुनै पनि प्रडक्टहरूको बारेमा चाहिँ अलिकति मेरो भिडियो मार्फत तपाईँहरूलाई जानकारी दिने नै मेन उद्देश्य हो। त्यसले गर्दाखेरि मैले अहिले चाहिँ तपाईँहरूलाई चाहिँ त्यही नै देखाउँदै हेर्नु होला राम्रोसँगले, के अरे दिदी बहिनीहरू हेर्नु होला भिडियो, अनि अन्तिमसम्म हेर्नु होला। यहाँ कतिवटा मोडलहरू के अरे कुन कुन खालको डिजाइनहरू छ यहाँनिर। अहिले चाहिँ मैले चाहिँ लेडिजको मात्रै के अरे साइडतिर देखाएँ। अब अहिले चाहिँ यतातिर मेन्स केटाहरूको लागि पनि अथवा मेल्सहरू जति पनि जनाले चाहिँ अब त्यो भिडियो हेर्दै हुनुहुन्छ तपाईँहरूले पनि त्यो के अरे केटाहरूले लाउने जुत्ता चप्पलहरू राम्रो राम्रो खालको देख्न सक्नुहुन्छ। अहिले चाहिँ म चाहिँ उतातिर बाट चाहिँ देखाउँदै यो लेडिजको सेक्सनतिर छु। अनि यहाँनिर तपाईँले मेरो भिडियो मार्फत हेरिरहनु भएको छ कस्तो कस्तो खालको मोडलहरू रहेको छ। अनि देखाइसके मैले अब तपाईँहरू अरू पसलमा पनि भेट गर्नु भएको होला। अब कतिपय अब तपाईँहरूलाई चाहिँ त्यो ठ्याक्कै डोमीसँग चाहिँ म झुक्यो खुट्टा रहेछ। ल दर्शकहरू अलिकति डिस्का मात्रै हो, यहाँनिर हेर्न सक्नुहुन्छ। यसरी यदि तपाईँले लाउनु भयो भने चाहिँ यस्तो देखिन्छ भनेर चाहिँ यो एउटा चाहिँ अझ मन पराउनको लागि, विचार गर्नको लागि धेरै नै सजिलो हुन्छ भन्दै यसरी चाहिँ डमी खुट्टालाई सेट गरेर राख्नु भएको रहेछ। अनि कस्तो देखिन्छ आफूले लाउँदाखेरि भन्ने कुराहरू चाहिँ हो। अनि यहाँबाट चाहिँ तपाईँहरूलाई चाहिँ यसरी अझै देखाउँदै जाँदाखेरि यहाँनिर हेर्न सक्नुहुन्छ मोडलहरू हेर्न सक्नुहुन्छ। अलिकति ग्लिटर टाइपको चाहिँ फ्यान्सी मोडल। अब यो के सुज भन्छ अब लेडिजहरूलाई थाहा होला, मलाई चाहिँ राम्रोसँग थाहा भएन। म के भन्नु के मेरिकल एकछिन म ठिकै छ, म तपाईँलाई सोधेला फेरि भन्नु दर्शकहरू। यसरी के अरे तपाईँहरूलाई चाहिँ म यहाँनिरसम्म एउटा डिस्प्लेमा चाहिँ सो भइरहेको जति पनि सुज मोडलहरू छ त्योहरू मैले तपाईँहरूलाई चाहिँ देखाएको। अनि यहाँबाट चाहिँ अब फेरि अझ क्लियरली देख्न सजिलो होस् भनेर यसरी चाहिँ हेर्न सक्नुहुन्छ। तपाईँहरूले चाहिँ यहाँनिर यसरी हेर्न सक्नुहुन्छ यो मोडलहरू सबै। यतातिर लेडिजको चप्पलहरू, जुत्ताहरू। अब यसको बारेमा अहिले म प्राइसहरू चाहिँ अब तपाईँहरूलाई चाहिँ बुझाउँला। अब कतिको रिजनेबल प्राइस छ तपाईँहरूले आफूले विचार गर्न सक्नुहुन्छ। अवश्य पनि अरू पसलभन्दा अब राम्रो नै होला। अब यो चाहिँ प्राइसमा के कतिको सस्तो महँगो त्यो म आफै डिसाइड गर्दिनँ। तपाईँहरू लिने तपाईँहरू हो, अब मन पराउने तपाईँहरू हो। तपाईँहरूले आफूले विचार गरेर चाहिँ पसलमा कमसेकम आएर एकपल्ट भिजिट गर्नुहुन्छ भने त्यसपछि चाहिँ अवश्य पनि उहाँहरूले तपाईँलाई निराश नपारिकन अब पठाउनुहुन्छ होला। के अरे मिलाएरै गर्नुहुन्छ जस्तो लाग्छ मलाई चाहिँ। बाँकी अब तपाईँहरू चाहिँ यहाँ आएपछि चाहिँ अब तपाईँहरूले पाउने चाहिँ सहुलियतको कुरा चाहिँ अब म त्यो अहिले भन्न सक्दिनँ। अनि यसरी हेर्न सक्नु दर्शकहरू, यहाँबाट यसरी सम्पूर्ण चिजहरू मैले चाहिँ मजाले तपाईँहरूलाई चाहिँ देखाएँ। अनि यहाँ अरू कुराहरू अनि फेरि पनि यहाँबाट चाहिँ मैले टोटली पसललाई चाहिँ यसरी सबै कुराहरू फेरि पनि अब अलिकति राम्रोसँग देखाउँदै यहाँ हेर्न सक्नुहुन्छ। यहाँ त साउजी बसिरहनु भएको छ। अनि यहाँ अहिले चाहिँ हामी यो हाम्रो यतातिर यो राष्ट्रिय वाणिज्य ब्याङ्कको ठ्याक्कै अपोजिट साइडमा। अनि यसरी चाहिँ के अरे म अहिले यहाँ सुज पसलमा यहाँ हेर्न सक्नुहुन्छ दर्शकहरू। म अहिले यहाँनिर छु। अनि यहाँनिर सबै कुराहरू मैले सरसरी तपाईँहरूलाई चाहिँ देखाएँ, हेर्न सक्नुहुन्छ। म अहिले के अरे तपाईँहरूलाई यहाँनिर हेर्न सक्नुहुन्छ यो दर्शकहरू। फेरि पनि एकपल्ट म रिभाइन्ड गरिदिन्छु तपाईँलाई होइन। अनि सुजहरूको मोडलहरू राम्रोसँगले हेर्न सक्नुहुन्छ। के अरे यसरी म तपाईँहरूलाई चाहिँ अझ मजाले देखाउन खोज्दै यहाँ हेर्न सक्नुहुन्छ दर्शकहरू। यतातिर
अब यो चिजको बारेमा फेरि म वान बाई वान अहिले चाहिँ प्राइजहरू बुझौँला। मलाई चाहिँ धेरै नै एट्र्याक्ट लागेको दुई चारवटाको प्राइजहरू चाहिँ बुझौँला। अब सबै चिजहरू चाहिँ अब आफ्नो आफ्नो तपाईँहरूको आफ्नो आफ्नो ओपिनियन, कसलाई कुन मोडल मनपर्छ, कसलाई कुन मोडल मनपर्छ, अनि त्यो चाहिँ अब सबैको चोइस एउटा हुँदैन। त्यसले गर्दाखेरि म तपाईँहरूलाई चाहिँ यसरी दर्शकहरू यसरी चाहिँ हेर्न सक्नुहुन्छ। यसरी म देखाउँदै यहाँनिर, अनि यतातिर हाम्रो के अरे शिखर सुजको यो फिक्स प्राइजहरू देख्न सक्नुहुन्छ। त्यस पछाडि चाहिँ यतातिर फेरि म तपाईँलाई चाहिँ एक राउन्ड चाहिँ यो मजाले अझ क्लियरली हेर्न सकोस् भनेर नि यसरी म तपाईँहरूलाई चाहिँ यसरी फेरि समग्रमा चाहिँ सर र यो सबै चिजहरू चाहिँ यसरी तपाईँहरूलाई देखाउँदै अलिकति तपाईँहरू चाहिँ आउनुभयो भने चाहिँ पसल चाहिँ नझुकिनु होला। अब कुन पसलको मैले देखाएको भन्ने कुराहरू चाहिँ यसरी तपाईँहरूले चाहिँ राम्रोसँगले अलिकति सजिलो प्लिज, अनि यसरी के अरे तपाईँहरूले चाहिँ मजाले देख्न सक्नुहुन्छ। यो हाम्रो राष्ट्रिय वाणिज्य ब्याङ्कको जस्ट अपोजिटमा यो नाथ सुज स्टोरको जस्ट अपोजिट साइडमा, अनि यसरी देख्न सक्नुहुन्छ। अब यहाँबाट चाहिँ अझ पनि फेरि पनि म तपाईँलाई चाहिँ यो के अरे यो बोर्ड चाहिँ यहाँनिर हेर्न सक्नुहुन्छ। झुकिनु भयो भने चाहिँ यो हाम्रो रिगल फुटवेयर यसरी हेर्न सक्नुहुन्छ। अनि बोर्ड चाहिँ दर्शकहरू बोर्ड चाहिँ यहाँनिर माथि देख्न सक्नुहुन्छ यहाँनिर। अब अहिले यो पसलको चाहिँ म समग्रमा चाहिँ अब तपाईँहरूलाई चाहिँ भिडियो देखाउँदाखेरि यहाँबाट हेर्न सक्नुहुन्छ दर्शकहरू। यो यसरी मजाले तपाईँहरूले चाहिँ यहाँ कति धेरै मात्रामा धेरै मोडलहरू चाहिँ अब सुजहरू यतातिर रहेको। अनि यो चाहिँ मैले अघि भर्खरै यहाँ डिस्प्लेमा चाहिँ भएको चाहिँ जति पनि डिस्प्लेमा भएको जति पनि छ यो मोटामोटी तपाईँहरूलाई चाहिँ यसरी चाहिँ देखाइदिएको क्लोजअपमा। त्यसपछि चाहिँ दर्शकहरू यसरी चाहिँ के अरे यहाँबाट चाहिँ अघि चाहिँ मैले चाहिँ अलिक क्लोजमा चाहिँ वान बाई वान ऱ्याक बाई ऱ्याक देखाएको थिएँ। अब अहिले चाहिँ म एकपल्ट यसरी चाहिँ सबै कुरा क्लोजमा देखाइदिन्छु तपाईँहरूलाई चाहिँ हेर्नलाई बुझ्नलाई अलिकति सजिलो होस् भनेर। अनि हेर्न सक्नुहुन्छ दर्शकहरू यो के अरे अब मैले धेरै कुरा चाहिँ के भनिराख्ने भन्दा पनि मलाई जहाँसम्म लाग्छ मैले बोल्ने भन्दा पनि अब भिडियोले नै सबै कुरा बताउने हो। अनि यसरी हेर्न सक्नुहुन्छ यो भनेको हाम्रो डिस्प्लेमा राखेको जति पनि चाहिँ आइटमहरू त्यो हो। र अर्को कुरा तपाईँलाई पसलमा तपाईँ आउनुभयो भने चाहिँ तपाईँलाई अझ पनि कुनै आफ्नो माइन्डमा कुनै इमेज छ भने त्यसको बारेमा तपाईँले डिस्क्राइब गर्नुभयो भने सायद तपाईँहरूको लागि चाहिँ यतातिर भित्र कतैतिर अब कुनै पनि अब डिजाइन नमुनाहरू यहाँनिर चाहिँ प्याकेजभित्र हुनसक्छ। मेरो भन्नुको मतलब के छ भने जस तपाईँले पसल भिजिट गर्नुभयो भने तपाईँसँग हजारौँ अप्सनहरू हुनसक्छ। यदि तपाईँलाई त्यो एउटा भन्न खोजेको तपाईँको रिक्वायरमेन्टको हिसाबले तपाईँको इमेजिनेसनको हिसाबले तपाईँले चाहिँ पाउन सक्नुहुन्छ जस्तो लाग्छ मलाई। अब बाँकी अब यो सबै कुराहरू मैले अहिले कन्फिडेन्सको साथमा भन्नुपर्दा दर्शकहरू तपाईँले पसलमा भिजिट गर्नुभयो भने मात्रै तपाईँलाई अनुभव हुन्छ यो कुराहरू। त्यसले गर्दाखेरि चाहिँ म यसरी चाहिँ अब यो देखाइसकेपछि दर्शकहरू अब यहाँनिर चाहिँ हाम्रो यो अलिकति लिनु त हजुर, यहाँ उहाँसँग सेल्सम्यानसँग हामी कुरा गर्छौँ। र त्यो भन्दा पहिला चाहिँ यो के अरे यो डिजाइनहरू चाहिँ अहिले भर्खरै आएको डिजाइनहरू हेर्न सक्नुहुन्छ। यो के अरे सर यो हाम्रो कुन पसल हो? यो रिगल फुटवेयर हाम्रो विराटनगर रिगल फुटवेयर हो, राष्ट्रिय वाणिज्य ब्याङ्कको जस्ट अपोजिट होइन? तपाईँको नाम चाहिँ? मेरो नाम बब्लु हो। पसलमा तपाईँ नै सेल्सम्यान? हजुर। अनि उहाँ चाहिँ उहाँको दाइ हुनुहुन्छ हाम्रो। हजुर, उहाँ चाहिँ दाइ हुनुहुन्छ हाम्रो। यता उहाँ चाहिँ भाइ छ। अघि ठिकै छ। भनेपछि दर्शकहरू मैले चाहिँ के देखाउनु खोजेको भन्दाखेरि उहाँ चाहिँ पसलको चाहिँ अब एज अ सेल्सम्यान अब बाँकी कुराहरू चाहिँ म त्यति खोतल्न चाहन्न। तपाईँले यो पसलमा आउनुभयो भने उहाँको चाहिँ अब फेस त अब चिनिहाल्नुहुन्छ र आउनु होला। र अर्को कुरा मैले चाहिँ अलिकति बुझ्न खोजेको यो जुन मोडल तपाईँले निकाल्नु भएको छ नि, हजुर, यो अहिले भर्खरै लेटेस्ट बिहाको लागि हो स्पेसल यो पार्टी वेयर। यो खास गरेर चाहिँ बेहुलीको लागि त होइन नि, बेहुलीको लागि पार्टी वेयर छ भनेपछि अब त्यो त्यस्तो प्रोग्राममा जसले पनि अब लेडिजहरूले लाउँदा भयो भनेपछि तपाईँको यहाँनिर मैले देखेको जम्मा 4 मोडल छ होइन? ठिकै छ। अहिले होइन यहाँनिर चाहिँ 4 मोडल भयो नि, अरू पनि होला, त्यो पनि हेर्नुला कुनै बेला। यो चाहिँ तपाईँको के अरे यो हाम्रो कति साइजमा छ? यो तपाईँको 38 हो कि यो 36 देखि लिएर 39 सम्म आउँछ।
यसको प्राइस भनिदिन सक्नुहुन्छ मलाई? यो तपाईँको 2450 को हो अनि यसमा डिस्काउन्ट गरेर मोटामोटी तपाईँलाई परिहाल्छ 2100 रुपियाँ। 2100। अच्छा ठिकै छ। अब यो के अरे भिडियो मार्फत कस्टमर आउनु हो भने त अझै 150 त सायद हेरिदिनु। पहिला चाहिँ कस्टमर चाहिँ पहिला पसलमा चाहिँ आइपुग्नु पर्यो, आएपछि मात्रै अब हुने कुरा हो होइन। अनि यसको चाहिँ 1690 को हो। 1690। यसलाई चाहिँ अब डिस्काउन्टहरु के 1400 रुपियाँ पर्छ। 1400 सम्म। दर्शकहरू मैले चाहिँ अहिले नै तपाईहरुलाई झन् म सजिलो के गराइदिएको भन्दाखेरि यो मोडलको चाहिँ जुन चप्पलहरु देखिरहनु भएको छ उहाँसँग अलिकति प्राइस मैले सबै पसलको चाहिँ सामान चाहिँ सोधेर चाहिँ अब सम्भव हुँदैन। त्यसको लागि तपाईँ इन्ट्रेस्टेड हुनुहुन्छ भने तपाईँ आफै आएर चाहिँ हेर्नु होला। मैले चाहिँ अब मोटामोटी अब चाहिँ प्राइसहरु तपाईहरुलाई चाहिँ अब जुन अहिले लेटेस्ट मोडलको आएको त्यो चाहिँ तपाईहरुलाई बुझाउनमा चाहिँ अलि बुझ्नलाई सजिलो होस् भनेर मैले त्यति चाहिँ गरेको हो। मैले हेर्दाखेरि चाहिँ अब धेरै नै राम्रो मोडलको रहेको छ अहिलेको अब लेटेस्ट मोडल भनेपछि। अनि यो अर्को चाहिँ यो सेम प्राइसको, तीनटै सेम प्राइसको हो। यो सेम प्राइसको हो? यो तीनटै यो तीनवटा सेम प्राइसको। सेम प्राइसको भन्दा अघि भर्खरै कति भन्नुभयो त यो के अरे 1690 रुपियाँ र 1400 पर्छ लाभ डिस्काउन्ट गर्दाखेरि। दर्शकहरू तपाईहरुले चाहिँ बुझ्नु होला नि के अरे प्राइस मैले मोटामोटी त्यो चाहिँ अहिले बुझेँ होइन। अब तपाईहरुलाई चाहिँ कस्तो लाग्छ केही त्यस्तो कुराहरू छ भने प्राइसमा तलमाथि के हुनुपर्छ भन्ने कुराहरू ब्रान्डको पनि छ हाम्रो जेन्सको चिवेल ब्रान्डको ल्यायो। यो दर्शकहरू यो अर्को एउटा लेटेस्ट ब्रान्ड आएको यो के अरे यहाँ चिवेल टिएन बाउलुन हो कि के हो? टिबिएल भन्ने हो। होइन म यतातिर हेरिरहेको थिएँ क्या। दर्शकहरू हेर्नु कति मजाको यो स्पोर्ट सुजहरू अब मर्निङ ट्र्याकिङ गर्नको लागि चाहिँ अब देख्दा कति कम्फर्ट टाइपको के अरे जस्तो लाग्छ मलाई। लुक्स पनि धेरै एट्र्याक्टिभ छ। अनि यो हाम्रो लगभग अब साइज पाइएला नि त होइन? अब साइज पाइन्छ 39 देखि लिएर 43 सम्म पाउँछ। भनेपछि तपाईको 44 सम्म पाउँछ। यसको चाहिँ प्राइस 4479 हो अनि 10% डिस्काउन्ट चल्दै यसमा हामीले राखेको थियो। यो रिजनेबल प्राइस हो, यसमा बढी कसैले लिन सक्दैन। यो चाहिँ एभल क्वालिटीको हो। के अरे 44 भने कति आफ्टर डिस्काउन्ट कति भन्नु? डिस्काउन्ट 2050 रुपियाँ 2050 4050 सरी 4050 ठिक छ ठिक छ। दर्शकहरू यहाँनिर चाहिँ खास गरेर अब तपाईहरुलाई बुझाउनको लागि मैले चाहिँ अब यसरी चाहिँ यो अहिले भर्खर अहिले आएको यो लेटेस्ट मोडलको सुज पनि तपाईहरुलाई म राम्रोसँग देखाइदिँदै यहाँ हेर्न सक्नुहुन्छ। डिजाइनहरू यसको चाहिँ अब फिनिसिङहरू हेर्न सक्नुहुन्छ मजाले। यसमा कलर पनि व्हाइट आउँछ। कतिवटा कलरमा आउँछ? व्हाइट कलर र ग्रे कलर। व्हाइट र ग्रे यही दामी छ नि हेर्दाखेरि चाहिँ अब यस्तो देखिन्छ। एउटा यो चेल्सी बुट हो। अनि त्यसपछि लेदरको प्योर यो कुन सुज हो? चेल्सी दर्शकहरू चेल्सी बुट। चेल्सी बुट दर्शकहरू यहाँ हेर्न सक्नुहुन्छ यहाँनिर भर्खरै आएको लेटेस्ट मोडलको यो चेल्सी बुट प्योर छालाको प्योर छालाको। अनि देख्न सक्नुहुन्छ यो मैले चाहिँ 4-5 लेटेस्ट मोडलको जुन अहिले न्यू एराइभल भएको छ त्यसको चाहिँ म अलिकति रिभ्यू तपाईहरुलाई देखाउँदै हो। कति के अरे दाजुभाइहरू चाहिँ अब यस्तो खालको पनि मन पराइरहनु भएको छ, खोजिरहनु भएको छ भने यो कहाँ पाइएला भन्ने कुराहरू चाहिँ त्यो भिडियो मार्फत तपाईँले प्रष्ट अब थाहा पाउनुहुनेछ र बुझ्नुहुनेछ। यहाँनिर यसको मैले अहिले प्राइस सोधेँ हजुर सोध्नु भएन कति छ प्राइस? यसको दाम तपाईँलाई 3890 रुपियाँ। 3890 यसमा डिस्काउन्ट हुन्छ 10%। 10% डिस्काउन्ट भनेपछि हामी 10% डिस्काउन्ट गर्दाखेरि मोटामोटी कतिसम्म आउँछ? 3500 रुपियाँ जति पर्छ। कति? 3500। ठिक छ दर्शकहरू उहाँले चाहिँ अब यसरी छाला चाहिँ प्योर हुन्छ। छाला प्योर छाला हो। यो तपाईँलाई थाहा छ के को छाला? यो रबरको सोल हो यो तपाईँलाई। होइन यो के को छाला भन्दा लेदर यो हुन्छ भेडाको हुन्छ। भेडाको तर जस अब यो के अरे प्योर लेदरै हो। प्योर लेदर सोल चाहिँ रबर हुन्छ तपाईँलाई। हजुर हजुर दर्शकहरू यहाँ हेर्न सक्नुहुन्छ यो खालको चाहिँ के अरे मोडलहरू म तपाईँहरूलाई देखाउँदै यो सायद यो चाहिँ अहिले नथन्काइदिनु होला कि मलाई डिएसएलआरबाट यो चाहिँ तपाईँको उसमा युट्युबको च्यानलको चाहिँ मेन पेजमा आउने तरिकाले म त्यो राख्नुपर्छ कि म अलिक खिच्छु ल यसरी चाहिँ। अनि यति मोडलहरू तपाईँहरूलाई चाहिँ म देखाउँदै अरू कुनै छ एक्स्ट्रा फिलहाल तत्कालीन देखाउने मेन चाहिँ लेडिज भनेको सबभन्दा बढी चल्यो भनेको यस्तो खालको यो हो। मलाई यसको चाहिँ के अरे प्राइस भनिदिनु त? सोल पनि राम्रो छ यसको रियल सोल हो तपाईँलाई राम्रो लाग्यो। यसमा व्हाइट कलरको छ एउटा हजुर हैन यो तपाईँलाई 1790 को यसमा डिस्काउन्ट गरेर तपाईँलाई मोटामोटी 1550 रुपियाँ पर्छ। यो राम्रो क्वालिटीको कम्पनीको कति भन्नु? 1550 होइन? सोल चाहिँ राम्रो छ ब्रान्ड। अच्छा मैले अघि यहाँ के अरे
हुन त अब यतातिर सबैको तपाईँको लेटेस्ट देखिरहेछ तर मलाई चाहिँ अघि चाहिँ अलिकति धेरै नै त्यो ग्लिटर अलिक फेन्सी लागेको भनेको यसको चाहिँ प्राइस के होला 1690 को हो यो 1690 1600 गरेर तपाईलाई 1480 भएको छ अनि यसरी चाहिँ दर्शकहरू हेर्न सक्नुहुन्छ मजाले तपाईँहरूलाई चाहिँ म यो 2050 को यो रबरको सोलो पनि यसमा डिस्काउन्ट हुन्छ यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरूले यस्तोरी चाहिँ डिजाइन लिइरहेको छ कति भन्नु प्राइस यसको 2090 यो कति थियो फर्स्ट प्राइस तपाईँले चाहिँ डिस्काउन्ट गरिदिनु डिस्काउन्ट गरेर तपाईँलाई 1800 रुपैयाँ पर्छ यो 1800 रुपैयाँ 1800 रबरको सोलो हो यो प्लास्टिक सोलो नै यो रबर सोलो तपाईलाई सिलिकन को भन्नु तपाईलाई राम्रो क्वालिटी यसमा कलर अप्सन चाहिँ तपाईको ब्ल्याक आउँछ हजुर अनि तपाईलाई यो पिङ्क हल्का पिङ्क भयो यो ग्रे पनि आउँछ ओके ठिक छ अनि त्यो अलिकति माइक्रोफोन गर्नु भएको छ नि सर त्यो अलिकति कि त तपाईँ अलिकति लाउडमा बोलिदिनु कि त माइक्रोफोन यतिकै राखेर बोलिदिनु केही फरक पर्दैन ल अलिकति साउन्ड तपाईँको कि त यतिकै राखेर बोलिदिनु या त यहाँ राख्नुभयो भने अलिकति ज्यादा बोलिदिनु किनभने नोइज छ तपाईँको फेरि साउन्ड यता आउँदैन क्या हातमै राखेर बोल्नु केही फरक पर्दैन अलिक क्लोजमा राम्रो हुन्छ अनि यसको मैले अहिले सोधेको थिएँ तपाईँलाई यो सोधो गर्नुहोस् न छैन कति छ यसको प्राइसहरू यसको 1900 रुपैयाँ 1900 अलि बोल्दाखेरि क्लोजमा लिनु ल भरे त्यो तपाईँको अडियो आएन भने फेरि मलाई गुनासो नगर्नु किनभने त्यो अलिकति बाहिरको नोइजलाई काट्छ कि त्यो हल्ला खल्लालाई अनि त्यसको लागि चाहिँ यसलाई चाहिँ यतिको क्लोजमा राख्नुपर्छ क्या बुझ्नु भने अनि के अरे अब यहाँनिर म अरू देखाउनु पर्ने भन्दाखेरि यसरी दर्शकहरू यो रेन्डमली म चुज गरेर बिचराको प्राइस चाहिँ बुझ्छु बाँकी त अब सबै सम्भव हुँदैन होइन यो के अरे बाँकी त अब कस्टमरले चाहिँ पहिला चिज मन पराएर चाहिँ आउनु भयो भने चाहिँ हजुर यो कुन के अरे कुन चुज भन्छ बो टाइपको छ ओके कुन सुज अरे बो क्लोज ओके बो प्लस दर्शकहरू अब यसमा दिदी बहिनीहरू जो जो हेरिरहनु भएको छ म खास गरेर तपाईँहरूको लागि चाहिँ यो चिजहरू चाहिँ प्रष्टसँगले चाहिँ बुझ्दै बुझाउँदै देखाउँदै तपाईँहरूलाई चाहिँ यो अलिकति यो मेरो सानो कोसिस हो यहाँ हेर्न सक्नुहुन्छ यो जुन मोडलहरू छ यो मोडलहरूमा चाहिँ यो तपाईँको कति प्राइस भन्नुभयो कि यो 2250 को यसमा तपाईलाई 15% लेस हुन्छ 15% लेस हुन्छ भनेपछि यसरी चाहिँ त्यस्तै लुकमा यो तपाईको पेन्सिल हिलको जुत्ता हो यस्तैमा पेन्सिल हिलको ओके ओके ठिकै छ हुन्छ यसको प्राइसहरू पनि त सेमै होला नि हैन सेम छ ओके अनि अरू दर्शकहरू यहाँनिर चाहिँ फेरि पनि यतातिर म तपाईँहरूलाई चाहिँ अलिकति क्लोजमा चाहिँ यो देखाउँदै यहाँ हेर्न सक्नुहुन्छ यसरी तपाईँहरूले यो सुजहरूको नि मोटामोटी प्राइस ट्याग चाहिँ राख्नु भएको हो नि प्राइस ट्याग राखेको छैन फिक्स छैन कुछ होइन त्यो के हुन्थ्यो भने सबै कुरा मलाई भनिराख्नु पर्यो नि त कस्टमरहरूले पनि ठ्याक्कै त्यो प्राइस ट्याग ठिकै छ मैले यतिकै सोधेँ मात्र तपाईँलाई चाहिँ दिदी बहिनीले हेर्न सक्नुहुन्छ यहाँनिर चाहिँ मोडलहरू चाहिँ फेरि पनि म राम्रोसँग तपाईँहरूलाई देखाउँदै यहाँबाट एकछिन रेस्ट गर्नु तपाईँहरू ल म यसरी तपाईँहरूलाई चाहिँ यसरी देखाउँदै हेर्न सक्नुहुन्छ राम्रोसँगले यतातिर अनि त्यसपछि भित्र स्टोर रहेको छ अब स्टोरतिर चाहिँ हामी नजाउँ त्यो तपाईँहरूले देख्न पनि सक्नुहुन्न जे छ भित्र डिस्प्ले यता बाहिर गरिराख्नु भएकै छ अनि यसरी के अरे म सरस्वती फेरि देखाउँदै अनि म यताबाट आउँछु यो सुटको दुई चारवटा बुझ्छु ल यो लेडिजको चाहिँ अब धेरै मोटामोटी बुझिहालेँ अनि यसरी चाहिँ तपाईँहरूलाई देखाउँदै दर्शकहरू यहाँ हेर्न सक्नुहुन्छ मोडलहरू राम्रोसँगले हेर्न सक्नुहुन्छ अब यतातिर यो यस्तो सुजहरू अनि तपाईँहरूलाई कुनै कन्फ्युजन नहोस् भनेर फेरि पनि म यतातिरको देखाइदिएको लोकेसन कतातिर छ भनेर चाहिँ यतातिर हाम्रो नाच सुज के अरे स्टोर अनि यतातिर फ्यासन ग्यालरीको जस्ट अपोजिटतिर हेर्न सक्नुहुन्छ यहाँनिर अहिले
म चाहिँ यो विराटनगरको मेन रोडमा चाहिँ यो चलपल रोडमा छु दर्शकहरू। के अरे यो मेन रोड लाइन यो के अरे ट्राफिक चौकको रोड लाइनमा छु। अहिले चाहिँ यसरी चाहिँ तपाईँहरूलाई चाहिँ मेरो मेन आज प्रपोजल भनेको नै यो पसलकै बारेमा मात्रै देखाउने र बाँकी कुराहरू म तपाईँहरूलाई चाहिँ फेरि बुझाउने छु। अनि अरू अब एक दुईवटा कुराहरू चाहिँ म यहाँनिर चाहिँ उहाँ चाहिँ राम्रोसँगले चाहिँ के अरे तपाईँ त्यहीबाट भन्नु यो यसको चाहिँ कति हो प्राइस? हजुर 1950 को हो त्यो। हजुर 1950। 1950 हजुर के चेजर हो यो? चेदर हो। चेजर भनेपछि अनि यसमा डिस्काउन्ट हुन्छ तपाईँलाई, डिस्काउन्ट 10% डिस्काउन्ट। 10% डिस्काउन्ट भनेपछि 1750 पर्यो। 1750 पर्न गयो त्यो हिसाबले। अनि हुन्छ के अरे दर्शकहरू यो सुज चाहिँ यहाँबाट चाहिँ यो खालको चाहिँ हेर्न सक्नुहुन्छ। तपाईँहरूलाई मन पर्छ भने अब लिनु होला, मैले प्राइस चाहिँ बुझाइदिएको छु। अनि अर्को चाहिँ यतातिर यसको चाहिँ मलाई भनिदिनु सके? 2400 रुपियाँ हो। 24 चाहिँ यो 2050 पर्छ लाँदाखेरि। 2050 को हजुर। भनेपछि यसरी चाहिँ हेर्न सक्नुहुन्छ। यो हाम्रो जिएसओ फुल हो, ब्रान्ड हो कि जिएसओ नै हो? ब्रान्ड हो। यसरी चाहिँ हेर्न सक्नुहुन्छ। के अरे जिएसओ ब्रान्डको चाहिँ यस्तो डिङ्गो यो हाम्रो सुज। यो के मोडल भन्छ यो सुजलाई? एङ्कल बुट भन्छ, एङ्कल स्पोर्ट भन्छ यसलाई, एङ्कल स्पोर्ट भन्छ। एङ्कल स्पोर्ट, ओके। अनि यहाँनिर देख्न सक्नुहुन्छ दर्शकहरू, यो तपाईँहरूलाई चाहिँ यति मैले देखाइदिएँ। र बाँकी चाहिँ अब यहाँनिर छ अरूहरू पनि के अरे अरूहरू पनि छ। तपाईँहरूले आफूले हेरेर चाहिँ अब विचार गर्न सक्नुहुन्छ। अनि यहाँबाट चाहिँ के अरे यो हाम्रो यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरू सुजहरूको मोडलहरू। तपाईँहरूलाई चाहिँ अझै म यहाँनिर भएको यहाँ हेर्न सक्नुहुन्छ। तपाईँहरू चाहिँ मलाई आशा छ तपाईँहरूले भिडियो मार्फत चाहिँ मजाले प्रष्ट नै के अरे बुझ्नुभयो होला, के अरे बुझ्नु चाहिँ सजिलो भयो होला। म जे जति सकिन्छ तपाईँहरूलाई चाहिँ बुझाइदिने कोसिस गरेको। अब तपाईँहरूलाई चाहिँ भिडियो थ्रुबाट चाहिँ मन परेर अब यहाँ पसलमा आउनुभयो भने चाहिँ अब यस्तै खालको कुराहरू देख्न सक्नुहुन्छ। अनि यतातिर तपाईँहरूलाई चाहिँ फेरि पनि म प्रष्टसँगले देखाउँदै दर्शकहरू हेर्न सक्नुहुन्छ। मैले अघि भर्खरै चाहिँ एक दुईवटा कुन कुन सुजहरू चाहिँ मैले हेरेको थिएँ, यहाँ हेर्न सक्नुहुन्छ दर्शकहरू मजाले। अनि यो अलिकति यो यस्तो स्टाइल नै हो, स्टाइल त्यस्तो। ओहो, यहाँ दर्शकहरू यसरी हेर्न सक्नुहुन्छ। यो नाइकको हाम्रो यो चाहिँ म सोचिरहेको थिएँ अलिकति निक्ल्यो होला, तर यो स्टाइल नै रहेछ। यो जस्तो नयाँ कुरा देख्यो। अनि के छ यसको प्राइस? अनि 2450। 2450। अब यसमा चाहिँ डिस्काउन्ट गरेर 2050 पर्छ। 2050। दर्शकहरू यसरी चाहिँ म प्राइजहरू, अनि मलाई यसको प्राइस भनिदिनु त एकपल्ट। यसको यो कुन गोल्ड स्टारको 1349 रुपियाँ प्राइस होला यसको। 1349 रुपियाँ। 1349 गोल्ड स्टारको। यसमा पनि डिस्काउन्ट छ होइन? तपाईँले डिस्काउन्ट गरेर भन्नुभएको थियो अहिले? होइन, डिस्काउन्ट 10% ओन्ली। ओके, ठिकै छ। अनि 10% डिस्काउन्ट हुन्छ। अनि दर्शकहरू यहाँनिर चाहिँ फेरि पनि अब क्लियर तरिकाले तपाईँहरूले चाहिँ अब त्यो मोडलहरू चाहिँ हेर्नुहोस्। मैले चाहिँ कुन कुनहरूको चाहिँ प्राइस चाहिँ के अरे यहाँ बुझेँ तपाईँहरूलाई चाहिँ देखाउनुको लागि। अनि तपाईँहरूले चाहिँ त्यही हिसाबले चाहिँ के अरे हेर्न सक्नुहुन्छ मजाले। यतातिर हाम्रो शिखर सुजहरूको चाहिँ कति एभरेजमा रहेछ प्राइस चाहिँ? यो तपाईँको कम्तीदेखि हाईसम्म? छालाको जुत्ताको 2000 देखि लिएर 4500 सम्म रहेछ। 4500 सम्म? यो र्याकमा भएको सबै शिखर सुज नै हो? होइन, शिखर होइन, शिखरमा फुलेको मात्रै आउँछ, मिक्स हुन्छ। दर्शकहरू यसरी हेर्न सक्नुहुन्छ सुजहरू यहाँनिर। तपाईँहरूलाई चाहिँ म प्रष्ट देखाउँदै, तपाईँहरू चाहिँ मेन फोकस चाहिँ सुजहरूको चाहिँ मोडलमा गर्नु होला दर्शकहरू। यहाँ हेर्नु होला। अब तपाईँको इमेजिनेसनको हिसाबले तपाईँको म्याचिङ गर्छ भने चाहिँ, अथवा एकपल्ट पसलमा चाहिँ भिजिट गर्न सक्नुहुन्छ भने आएर हेर्न सक्नुहुन्छ। अनि प्राइजहरू पनि सबै नै अब मैले बुझाउन चाहिँ सक्दिनँ, तर मोटामोटी जुन हिसाबले चाहिँ प्राइजहरू चाहिँ उहाँहरूसँग सोधेँ, अब त्यतिले गर्दा पनि तपाईँलाई चाहिँ आइडिया लाग्न सक्छ। अब यहाँ आएर चाहिँ एकपल्ट
हेर्नुहोस्, भेट्नुहोस्, चिजहरू हेर्नुहोस्। अनि भिडियोको मार्फत यहाँ आउनुभयो भने अवश्य पनि सायद अझै अलिकति पनि त्यहाँ गर्ने ठाउँहरू छ भने उहाँहरूले गरिदिनुहुन्छ जस्तो लाग्छ मलाई चाहिँ। अब आएर एकपल्ट पहिला चाहिँ भिड गर्नुपर्छ पसलमा, अनि यसरी तपाईँहरूलाई चाहिँ सर र म यो देखाउँदै हेर्न सक्नुहुन्छ यहाँनिर। अब यसरी देख्न सक्नुहुन्छ दर्शकहरू, यहाँनिर चाहिँ सर र मैले यसरी ऱ्याकको मात्रै यसरी चाहिँ गऱ्यो भने यहाँ अघिसम्म मैले क्लोजमा जति पनि लिएँ नि त्यो अहिले चाहिँ अलिकति सबै कुराहरू एउटै फ्रेममा म चाहिँ यो सबै लिन खोजिरहेको छु। यहाँ हेर्न सक्नुहुन्छ सुज पसलमा। अनि यो सुजहरू यहाँ जति पनि अहिले देखाएको यसमा भिडियोमा देखेको अघि पनि मैले 1 by 1 क्लोजली मैले लिइसकेको छ। तपाईँहरूले चाहिँ अब त्यसरी हेरेर चाहिँ विचार गर्नु होला। र अर्को कुरा चाहिँ यहाँनिर अरू त्यस्तो कुनै डिस्प्ले गर्नु अहिले नयाँ लेटेस्ट आएको त्यस्तो देखाउनु पर्ने कुरा त छैन नि, छैन। अनि ठिकै छ। यो अब यो लगभग तपाईँको यो भिडियोको अन्तिम पार्टमा छ कि तपाईँले चाहिँ एकपल्ट आफ्नै हिसाबले चाहिँ भिडियो मार्फत आउने कस्टमरहरूलाई या पसलको बारेमा के भनिदिन चाहनुहुन्छ उहाँहरूलाई म्यासेज, मलाई होइन उहाँहरूलाई आउनुभयो भने चाहिँ हजुर अब हामीले भनेको आउनुहोस्, उहाँहरूले रिजनेबल रेटमा यहाँ पाउन सक्नुहुन्छ। हजुर। अनि अरू भयभरको सामानहरू तपाईँले पाउन सक्नुहुन्छ, आफ्नो रोजेको खोजेको पाउन सक्नुहुन्छ। अझै पनि तपाईँहरूको कति अब स्टकहरुमा छ, अरू पनि डब्बामा छ, सबै लेटेस्ट आइटमहरू आउँला। हजुर हजुर, एक हप्ताभित्र पनि नयाँ जुत्ताहरू आउँछ अब। हजुर ठिकै छ दर्शकहरू, यहाँनिर चाहिँ के अरे तपाईँहरूको लागि म्यासेज चाहिँ उहाँको तर्फबाट त्यही छ। अनि अलिकति चाहिँ अब म यता भाइसँग अलिकति परिचय गर्छु। हजुर हजुर, नाम आफ्नो भन्नु हजुर। मेरो नाम सोहेब सैयद। तपाईँ चाहिँ पसलको चाहिँ यहाँ बाबा हुनुहुन्छ अनि म आएको थिएँ। अघि फोन गर्दै हुनुहुन्थ्यो तपाईँले हो। अनि तपाईँको आफ्नो तर्फबाट चाहिँ कस्टमरहरूलाई एकपल्ट म्यासेज जाओस् न। के भन्नुहुन्छ तपाईँलाई सुट्स या लेडिज या जेन्ट्स जुन प्रकार पनि चाहियो होला। अब अहिले अनलाइन चलेछ, अब मोबाइलमा जे आउँछ त्यो पनि पाउँछ। अब यस्तो यहाँ हेराउनु भएको छैन मान्छेले कसो के छ, भित्र स्टकमा धेरै छ, अब त्यो पनि हेराउनु मिल्दैन यहाँ, मिल्दैन। त्यही भएर तपाईँ जुन चाहियो होला यहाँ ठ्याक्क ट्राफिक चौकभन्दा अलिकति उरै आएर ठ्याक्क घन्टे अङ्गोजिट लिगल फुटमेन्ट छ, त्यहाँ 2 जना 3 जना हुनुहुन्छ र त्यहाँ भनेर फोटो जुन हिसाबले तपाईँले रेट पनि जुन छ एकदम रिजनेबल, तपाईँले जुन रेन्जमा खोज्नु त्यस्तो पनि पाउँछ, तपाईँ धेरै पनि चाहियो जस्तो पनि चाहियो। अहिले हामी एक्ज्याक्टली कुन लोकेसनमा कस्तो ठाउँमा छौँ? यो तपाईँलाई हाम्रो यो के रोड? मेन रोड ट्राफिक चौकको अनि हनुमान मन्दिरको बिचमा ठ्याक्क वाणिज्य ब्याङ्कको अपोजिटमा ठ्याक्क राष्ट्र ब्याङ्कको अपोजिट नै छ। ठ्याक्कै अपोजिटमा। दर्शकहरू तपाईँहरूलाई चाहिँ मैले बुझ्नको लागि चाहिँ अलिक सजिलो होस् भनेर उहाँसँग नै यहाँ लोकेसनको बारेमा चाहिँ फेरि पनि तपाईँहरूलाई चाहिँ बुझाइदिन खोजेको। तपाईँहरूले चाहिँ भिडियो मार्फत चाहिँ जानकारी पाउनुभयो भने केही कुराहरू चाहिँ तपाईँहरूलाई चाहिँ यहाँ पसल भिजिट गर्न मन लाग्यो भने यदि कुनै पनि तरिकाले चाहिँ यो हाम्रो पसलको भिडियो चाहिँ तपाईँको मार्फत आइपुगेको छ भने तपाईँले चाहिँ यो पसलमा देखाएको जति पनि कुराहरू हेरेर कुनै पनि चिजहरूको बारेमा तपाईँलाई चाहिँ चासो लाग्यो भने चाहिँ आउन खोज्नुभयो भने हामी विराटनगरको चाहिँ यो ठ्याक्कै यो हनुमान मन्दिर अनि यता ट्राफिक चौकको बिचमा जस्ट यो राष्ट्र वाणिज्य ब्याङ्कको त्यो अपोजिटमा हामी ठ्याक्कै यो पसलको नाम के थियो होला? रिगल फुटवेयर। अनि यही हो मैले चाहिँ अब तपाईँहरूलाई चाहिँ बुझाउन खोजेको दर्शकहरू। अनि अब मैले यहाँनिर देखाउनु पर्ने कुराहरू चाहिँ समग्रमा तपाईँहरूलाई देखाएको छु, हेर्न सक्नुहुन्छ। के अरे यो चाहिँ अलिकति यता हाम्रो अङ्कलले पनि आफ्नो अलिकति नाम जानकारी गरिदिनु होला पसलको बारेमा। दर्शकहरू उहाँ हुनुहुन्छ यता पसलको अनर, उहाँ अङ्कलसँग म कुरा गर्न खोज्दै के अरे उहाँकै पसलमा यो के भन्नुभयो यो पसलको नाम? रिगल फुटवेयर। अनि उहाँ हुनुहुन्छ रिगल फुटवेयरको चाहिँ अब अनर साउजी। म उहाँसँग अलिकति कुराकानी गर्छु। के अरे तपाईँको नाम अलिकति यो उसमा क्लोजमा तपाईँको नाम? मेरो नाम सनाउल्ला। अहिले हामी चाहिँ यो सुज पसलमा छौँ, ठ्याक्कै यो लगभग अघि नै भनेको लोकेसन तपाईँको हनुमान मन्दिर र ट्राफिक चौकको बिचमा पर्ने यो जस्ट वाणिज्य ब्याङ्कको अपोजिट साइडमा छौँ। हजुर हजुर। अनि तपाईँको तर्फबाट चाहिँ हाम्रो कस्टमरहरूलाई चाहिँ अब कोही आउनुभयो भने चाहिँ दर्शकहरू हेरेर उहाँहरूलाई चाहिँ के छ अलिकति कम्ती गरिदिने या चिजबिजको हिसाबले चाहिँ ठाउँ भएको हिसाबले चाहिँ कम्ती गरिदिनुहुन्छ कि के छ? डिस्काउन्ट पाउँछ। हजुर, त्यो अलिक माइकमा आइदियो भने डिस्काउन्ट पाउँछ। पहिला पसलमा आइदिनु भयो भने डिस्काउन्ट पाउनुहुन्छ, सामानको हिसाबले डिस्काउन्ट पाउनुहुन्छ। हजुर हजुर। अनि ठिक छ
ठिक छ हुन्छ अब के अरे तपाईँ आफ्नो हिसाबले दर्शकहरूलाई भनिदिनु नि त अब आइदिनु होला तपाईँ दोकानमा आइदिनु होला हजुर त्यो हिसाबले तपाईँहरूलाई सुविधा पाउँछ हजुर। डिस्काउन्ट पाउनुहुन्छ हजुर हुन्छ ठिकै छ तर्फबाट त्यही हो हुन्छ ल हुन्छ धेरै आइदिनु होला त्यसको हुन्छ लागि हुन्छ ठिकै छ के अरे अलिकति दर्शकहरू यहाँनिर चाहिँ मैले चाहिँ अब यो पसलको बारेमा समग्र रूपमा चाहिँ के अरे कुराकानी गरिसकेँ उहाँ अब पसलको अनर अनि यतातिर चाहिँ हाम्रो साथी हुनुहुन्छ अर्को चाहिँ यता भाइ हुनुहुन्छ पसलमा आउनुभयो भने उहाँहरूको फेस त तपाईँहरूले चिन्नुहुन्छ नै यसरी चाहिँ भिडियोको मार्फत यदि आउनुभयो भने चिन्नुहुन्छ आएर चाहिँ यसरी तपाईँहरूले चाहिँ अब के अरे देखाएको जति पनि कुराहरू छ त्यही चिजमा चाहिँ कुनै पनि तपाईँको इमेजिनेसनसँग मेल खान्छ भने चाहिँ तपाईँलाई मनपर्छ भने चाहिँ पसलमा आएर चाहिँ भिजिट गरेर चाहिँ लिन सक्नुहुन्छ उहाँले चाहिँ अब यदि भिडियोको मार्फत यदि कोही आइहाल्नु भयो भने कस्टमरहरू चाहिँ उहाँलाई चाहिँ अझ पनि यहाँ अघि कुरा गरेको प्राइस भन्दा पनि अझै अलिकति उहाँलाई चाहिँ ठिक्क मिल्ने हिसाबले चाहिँ गरिदिनुहुन्छ भन्ने आशाको साथमा म आज यो सबै कुराहरू देखाउँदै आजको चाहिँ हाम्रो यो पसलको चाहिँ एउटा सानो के अरे भ्लग गर्ने कोसिस म सकभर यहीँबाट म अन्त्य गर्न चाहन्छु दर्शकहरू यहाँ हेर्न सक्नुहुन्छ हामी के अरे तपाईँहरूलाई चाहिँ फेरि पनि यो इन्डिङ टाइममा चाहिँ सबै कुराहरू चाहिँ राम्रोसँगले देखाइदिन खोज्दै यहाँ अहिले हामी यसरी चाहिँ यो हनुमान मन्दिर र ट्राफिक चौकको बिचमा तपाईँको यो राष्ट्रिय वाणिज्य ब्याङ्कको जस्ट अपोजिटमा भएको अवस्था अनि यहाँबाट चाहिँ हेर्न सक्नुहुन्छ तपाईँहरूले चाहिँ दर्शकहरू यहाँ फेरि पनि म क्लोजमा सबै कुराहरू यसरी देखाउँदै यहाँ हेर्न सक्नुहुन्छ हाम्रो रिगल फुटवेयर पसलमा छौँ अहिले हामी अनि यहाँबाट चाहिँ सबै सर र फेरि पनि यसरी क्लोजमा तपाईँहरूलाई म देखाउँदै यसरी चाहिँ के अरे हेर्न सक्नुहुन्छ यहाँ पसलको अनरहरूसँग म आजलाई तपाईँहरूसँग बिदा माग्दै धन्यवाद अब यस्तै यस्तै प्रडक्टहरूको यो हेर्दै गर्नु होला सब्सक्राइब गरिदिँदै गर्नु होला अलिकति मोटिभेसन गर्नु होला के अरे अरू केही चाहिएको भन्दा पनि अब सब्सक्राइब गरिदिनु होला अब यस्तो प्रडक्टहरूको बारेमा तपाईँहरूलाई जानकारी दिँदै गर्छु त्यसको लागि चाहिँ धन्यवाद र विशेषहरू दिँदै गर्नु होला भन्दै म आजको ब्लग के अरे स्टप गर्न चाहन्छु बाँकी अब आउने मेरो च्यानलमा चाहिँ आउने अर्को भिडियोमा चाहिँ अरू पसलको पनि देख्न सक्नुहुन्छ त्यो मोबाइलको हुनसक्छ या कपडाको हुनसक्छ या त सुजको हुनसक्छ अनि यही देखाउँदै तपाईँहरूलाई म आजको लागि चाहिँ स्टप गर्दै सबैजनालाई चाहिँ मेरो तर्फबाट धेरै धेरै धन्यवाद भिडियो हेरिदिनु भएको भनेर चाहिँ थ्याङ्क यू सो मच बाई